बच्चाको अनुहार चाहिँ हेर्न पाउँछ नि है। किन नपाउने? अनि भने तैँले बच्चाको अनुहार हेर्न पाउँदैनस् भने तैँले मात्रै होइन, मैले बाले सबैले हेर्न पाउँछ बच्चाको अनुहार। अशुभ अशुभ नबोल त किन यस्तो नचाहिने कुरा बोलिराखे तैँले? दर्शकबिन हजुरहरूलाई सकस सिरियल मन पर्छ भने मनैबाट हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। यति बेला भने सकस सिरियलमा चन्द्रेले दिलको घरबाट मूल घरमा सामानहरू लग्दै गर्दाखेरि यति बेला चन्द्रे बाटोमै लडेका छन् भने चन्द्रेको नाक मुखबाट रगत आएको छ। दर्शकबिन यति बेला भने चन्द्रेलाई धेरै नै गाह्रो भएको छ। चन्द्रे बाटोमा लडेको अवस्थामा चन्द्रेको आमाले फेला पार्छिन्। त्यसपछि भने के भयो बाबु तँलाई भनेर चन्द्रेको आमाले सोद्धाखेरि चाहिँ यति बेला चन्द्रे एकदमै दुखी भएका छन् भने चन्द्रले सबैसँग लुकाएका थिए आफू रोगी भएको कुरा। यति बेला भने चन्द्रेको आमाले सोधिसकेपछि यो कुरा कसैलाई पनि नभन्नु है आमा भनेर यति बेला भने चन्द्रले आफू बिरामी भएको आमालाई सबै भनेका छन्। दर्शकबिन यति बेला भने चन्द्रेको आमाले चन्द्रे बिरामी भएको कुरा थाहा पाइसक्नु भएको छ भने चन्द्रलाई के रोग लागेको भनेर स्वयं चन्द्रलाई पनि थाहा छैन। यति बेला भने चन्द्रेको आमाले चन्द्रलाई औषधि उपचार गर्नको लागि लग्न भनेर घरमा कसैलाई नभनेर यत्तिकै पैसा मागिरहेको छिन्। दर्शकबिन चन्द्रेको आमाले भने शिवसँग 20,000 रुपैयाँ मागेको थिइन् भने शिवले 10,000 मात्र दिए। यता दर्शकबिन चन्द्रेको बुवाको भत्ताको पैसा भने 8,000 रुपैयाँ यति बेला चन्द्रेको आमालाई दिएका छन् भने यता साथीहरू मुकेशसँग भएको 1,000 रुपैयाँ मात्र थियो, त्यही पनि मुकेशले आफ्नो आमालाई दिए। दर्शकबिन सामान दिलको घरबाट ल्याउँदै गर्दाखेरि चन्द्रेको पूर्जा पनि बाटोमा खसेको थियो भने त्यही पूर्जा यति बेला शिवले फेला पारेका छन्। चन्द्रेको नाममा सम्पत्ति रहेछ चितवनमा भनेर यति बेला शिवले चाहिँ चन्द्रेको सम्पत्तिमा आँखा लगाइरहेका छन्। त्यो सम्पत्ति चाहिँ मुनाको माइतीले दिएको सम्पत्ति हो, त्यही सम्पत्तिमा पनि शिवले आँखा लगाइरहेका छन्। दर्शकबिन शिवले भने त्यो सम्पत्तिबाट फुट्या कौडी पनि पाउनु हुँदैन किनकि त्यो सम्पत्ति मुनाको माइतीको हो। यति बेला भने शिवले त्यसमा आँखा लगाइरहेका छन्। दर्शकबिन अब भने चन्द्रेको आमाले चन्द्रेलाई औषधि उपचार गर्न लगेर चन्द्रे अब छिट्टै नै ठिक हुनुपर्छ भन्ने मलाई लाग्छ। हजुरहरूलाई के लाग्छ? त्यसै गरी सकस सिरियल मन पर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।